अब डायबिटिज मधुमेह भइसकेपछि चाहिँ के गर्ने, के खाने, के नखाने यो कुरा पनि भइसकेपछि अब डायबिटिजको उपचार त गर्नु पर्यो। अब घरेलु उपचार होस् या एलोपेथिक उपचार होस्, अब घरेलु उपचारले केही हदसम्म निवारक अलि कन्ट्रोल त गर्छ, तर पनि एलोपेथिक नगरिकन लास्टमा त हुँदैन। तर पनि म घरेलु उपचारको बारेमा भन्छु। यदि कसैलाई यो घरेलु उपचारले नै गर्दाखेरि यो डायबिटिजलाई एकदमै कन्ट्रोल गर्न सजिलो भयो, एकदम नर्मल रेन्जमा आयो भने ठिकै छ, त्यो एकदम राम्रो कुरा हो। अब घरेलु उपचारमा चाहिँ तपाईले गर्न सक्नुहुन्छ योगा। एकदमै योगाहरू गर्यो भने अब एनर्जी एकदम जुन शरीर एकदम अर्कै सिचुएसनमा गएको छ भने त्यो कुरालाई पनि हिल गर्दै लिएर जान्छ। योगाले भयो, एक्सरसाइजले भयो। अब कुनै डायबिटिज चाहिँ कस्तो हुन्छ भने एकदमै अनहेल्दी टाइपको लाइफस्टाइलले गर्दाखेरि पनि देखा पर्ने हुन्छ। जुन डायबिटिज अब कुनै एउटा स्पेशल टाइपको डायबिटिज हुन्छ जुन चाहिँ एकदम अब लाइफस्टाइलै एकदमै खराब भएको कारणले गर्दाखेरि देखा पर्ने हुन्छ। सो त्यो लाइफस्टाइललाई मोडिफिकेसन गरेर पनि डायबिटिजलाई केही हदसम्म कन्ट्रोल गर्न सकिन्छ। र नेक्स्ट भनेको यो म एउटा यस्तो रेमेडी नै बताउन गइरहेको छु जसमा चाहिँ तपाईले डायबिटिजलाई धेरैले चाहिँ अब यही कारणले गर्दाखेरि नै, यही रेमेडीको कारणले गर्दाखेरि नै चाहिँ कन्ट्रोल गर्न एकदमै मद्दत मिलेको छ। जस्तै कि तपाईले रातिको टाइममा मेथीको दाना भिजाएर राख्ने र बिहान चाहिँ मेथीको पानीलाई खाने, पिउने। पिसकेपछि बिस्तारै त्यो जुन मेथी पनि छ चपाएर बिस्तारै चाहिँ खानुभयो भने डायबिटिज धेरै हदसम्म ठिक भएर जाने हुन्छ र धेरैको जाति भएर पनि गएको छ। र भिटामिन सी को मात्रा चाहिँ भरपूर मात्रामा शरीरमा लिनुहोस्, जसले गर्दाखेरि चाहिँ इम्युनिटीलाई नै एकदम बुस्ट गर्नको लागि हेल्प होस्। र बेसारमा चाहिँ एन्टी इन्फ्लामेटरी प्रपर्टिज भएकोले गर्दाखेरि बेसारले धेरै हदसम्म तपाईलाई मद्दत गर्न सक्छ। र अब जाउँ एलोपेथिक मेडिसिन तर्फ। अब एलोपेथिक मेडिसिनमा चाहिँ तपाईले अब बढी मात्रामा अहिले प्रयोग भइरहेको भनेको ट्याब्लेट मेटफर्मिन। यसले चाहिँ के गर्छ त सुगरलाई हाम्रो शरीरमा कन्ट्रोल गर्छ, ब्लडमा कन्ट्रोल गर्छ सुगरलाई। र नेक्स्ट भनेको ट्याब्लेट ग्लिमिप्राइड यो चाहिँ 2 mg को 1 mg को यसरी पाइन्छ र यसले चाहिँ के गर्छ त इन्सुलिनको मात्रालाई बढाइदिन्छ र सुगरको मात्रालाई कम गर्छ। यसले शरीरमा त्यो गरेर चाहिँ डायबिटिजलाई कन्ट्रोल गर्छ। र नेक्स्ट भनेको सिटाग्लिप्टिनले चाहिँ के गर्छ त इन्सुलिनलाई रिलिज गर्न मद्दत गर्छ र सुगरको सेलहरूलाई चाहिँ किडनीसम्म पुर्याउने गर्दछ, किडनीसम्म त्यो सेलहरूसम्म पुर्याउने गर्दछ। कुनै कन्डिसनमा चाहिँ यस्तो पनि हुन्छ कि सुगर त जुन किडनीले चाहिँ त्यसलाई फिल्ट्रेसन नै गर्न सक्दैन, किडनीले चाहिँ फिल्ट्रेट गरे पनि जुन सेलहरू छ अब त्यहाँ बाइन्डिङ सुगर चाहिँ एउटा सेलमा बाइन्डिङ भएर अब मैले भने गए ग्लाइकोजेनेसिस प्रोसेसै हुन्छ। त्यसको बारेमा नेक्स्ट भिडियो लिएर आउने नै छु। ग्लाइकोजेनेसिस प्रोसेसको लागि चाहिँ हेल्पै गर्न सक्दैन। जुन सेलहरूले चाहिँ सुगरलाई चाहिँ क्यारी गरेर किडनीसम्म पुर्याउनै सक्दैन। अब त्यो पुर्याउन नसकिसकेपछि अब त्यस्तो सुगर त अटोमेटिकली बढ्ने नै भयो। अब सुगरको सेललाई चाहिँ कहाँसम्म पुर्याउन मद्दत गर्छ त किडनीसम्म, अथवा यसलाई चाहिँ सुगरलाई चाहिँ एनर्जीमा कन्भर्ट हुनका लागि जुन सेलले लिएर जाने हुन्छ त्यो सेलले चाहिँ जहाँसम्म लिएर जानुपर्ने हो त्यहाँसम्म पुर्याउनको लागि चाहिँ मद्दत गर्छ। सो नेक्स्ट चाहिँ डेफाग्लिफोजिन। अब यसले चाहिँ युरिनबाट चाहिँ एक्स्ट्रा सुगरलाई चाहिँ बाहिर निकाल्ने गर्छ। युरिनको थ्रुबाट चाहिँ जुन सुगरलाई नै बाहिर निकालिदिन्छ र यसरी सुगरलाई कन्ट्रोल गर्छ। अब यति औषधिले पनि भएन भने चाहिँ लास्ट स्टेजमा जब के हुन्छ कि इन्सुलिनको अब इन्जेक्सन लगाउनै पर्ने हुन्छ र इन्सुलिनको इन्जेक्सन चाहिँ अब यस्तो अवस्थामा लगाइन्छ जब चाहिँ यो औषधिहरूले कामै गर्दैन अथवा सुगरको कुनै पनि औषधिले कामै नगर्ने सिचुएसन छ भने तब चाहिँ के हुन्छ इन्सुलिन हामीले शरीरमा अब बाहिरबाट इन्जेक्ट गर्नुपर्ने हुन्छ। इन्सुलिन बाहिरबाट इन्जेक्ट गरिसकेपछि मात्रै सुगर एनर्जीमा कन्भर्ट हुन्छ। अब यो सिचुएसनमा चाहिँ इन्सुलिन नलगाइकन हुँदैन। सो अब डायबिटिजको बारेमा अहिलेसम्म यति जानकारी रहेको छ र नेक्स्ट भिडियोहरूमा म ग्लाइकोजेनेसिस प्रोसेस या अरू अब मैले भनेको अरू भिडियोहरू लिएर पनि आउने नै छु। सँगसँगै तपाईहरुले पनि कमेन्ट गर्नु होला कस्तो खालको भिडियो चाहिँ चाहिएको छ, के समस्या बारे म लिएर आऊँ त्यसको बारेमा कमेन्ट गर्नु होला। अवश्य नै पनि यो सब इन्फर्मेसनले गर्दा फेरि तपाईहरुलाई मद्दत मिलिरहेको छ आशा गर्दछु। तबसम्मको लागि हेर्दै गर्नु होला भूमि हेल्थ अफिसियललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद, नमस्ते।